फुटसल लीग TFL कप 2026 को घोषणा। काठमाडौँ नेपाल टोस्टमास्टर फुटसल लीग TFL 2026 को औपचारिक सुरुवात TFL कप मिति 2083 वैशाख 5 अप्रिल 18 2026 को आयोजना हुँदैछ। यस प्रतियोगिताले नेतृत्व, सञ्चार र टिमवर्कलाई खेलसँग जोड्ने उद्देश्य राखेको छ। यस लीगको टाइटल स्पोन्सरको रूपमा अनर जस्तो विश्वव्यापी अग्रिम AI डिभाइस इकोसिस्टम कम्पनीसँग सहकार्य गर्न पाउँदा हामी गर्व महसुस गर्दछौँ। अनरले प्रविधिको माध्यमबाट मानव जीवनलाई अझ सहज, स्मार्ट बनाउने लक्ष्य लिएको छ। यसैगरी पावर्ड बाई पार्टनर्सका रूपमा महालक्ष्मी विकास ब्याङ्क लिमिटेड र नेपाल स्टिम अलायन्सको साथले यस आयोजनालाई अझ सशक्त बनाएको छ। TFL कप 2026 मा सहभागी हुने 8 टिमहरूको नाम यस प्रकारका छन्: अथर्व, अग्नि स्कर्पियन्स, काठमाडौँ लेजेन्ड, DV युनाइटेड, व्हाइट हाउस वारियर्स, एस्प्रेसो बाई BNG, 3 टाइटन्स र पोर्ट एजुकेसन। यस प्रतियोगितामा ग्रुप A र ग्रुप B मा विभाजन गरिनेछ। प्रत्येक समूहबाट शीर्ष 2 टिम सेमिफाइनल प्रवेश गर्नेछन् र त्यसपछि फाइनल खेल मार्फत विजेता घोषणा गर्नेछन्। यो कप प्रतियोगिताले आगामी TFL को लीग जुलाई 2026 को लागि आधार तयार गरिनेछ। मुख्य लीगमा टिमहरूले विभिन्न चरणमा प्रतिस्पर्धा गर्नेछन् र सबैभन्दा बढी अङ्क प्राप्त गर्ने टिमलाई लीग विजेता घोषणा गर्नेछ। यस कार्यक्रमलाई सफल बनाउन विभिन्न साझेदारहरूको महत्त्वपूर्ण भूमिका रहेको छ। भेन्यू पार्टनर DAV कलेज, वेलनेस पार्टनर ट्रान्सक्विलिटी स्पा, बेभरेज पार्टनर रियल जुस, क्रिएटिभ पार्टनर कफीवाला एजेन्सी, जर्सी पार्टनर क्लासिको स्पोर्टवेयर, टेक पार्टनर 1 र 0, ग्राउन्ड पार्टनर व्हाइट हेभन एकाडेमी, मेडिकल पार्टनर नेपाल मेडिसिटी हस्पिटल, मेडिकल रेस्पोन्स पार्टनर जोइन्ट एम्बुलेन्स ड्राइभर एसोसिएसन, गिफ्टिङ पार्टनर फोन स्टोर र डिनारा। TFL को उद्देश्य केवल खेल मात्र नभई टोस्टमास्टर समुदायभित्र नेतृत्व, विकास, सहकार्य र नेटवर्किङलाई प्रोत्साहन गर्नु हो। सशक्त साझेदारी र उत्साहजनक सहभागिता सहित TFL 2026 ले खेलाडी तथा दर्शकहरूलाई रोमाञ्चक अनुभव र प्रदर्शन गर्ने अपेक्षा राखिएको छ। धन्यवाद।